के ईश्वरको अस्तित्व छ भने किन देखिँदैन? अथवा ईश्वरको अस्तित्वको प्रमाण के हो? प्रश्न पारिदिनुहोस्। ईश्वर कुनै भौतिक वस्तु होइन र संसारमा यो विश्व ब्रह्माण्डमा वा यो प्रकृतिमा भएका सबै घटनाहरू हाम्रो आँखा वा हाम्रो ज्ञानेन्द्रियले प्रमाणित गर्छन् भन्ने कुरा नै गलत हो। र यदि प्रमाणित गर्न सकेन भने ती कुराको अस्तित्व छैन भन्नु एउटा अर्को मूर्खता बाहेक केही हुन सक्दैन। त्यही भएर ईश्वरको अस्तित्व छ भने किन देखिँदैन? देख्नु नै प्रमाणको त्यस्तो कुनै मजबुत आधार होइन। हुन त एउटा प्रमाणको एउटा तरिका हाम्रो आँखाले देख्नु पनि हो, तर जुन कुरा हामीले देखिँदैन ती कुराहरू यो संसारमा एक्जिस्टेन्स गर्दैन भन्नु अल्प बुद्धि बाहेक केही हुन सक्दैन। र अब आयो ईश्वरको अस्तित्वको प्रश्न। ईश्वरको अस्तित्वको प्रमाण भनेको नै तपाईँ हामी सम्पूर्ण प्रकृति हो। ईश्वर भनेको कुनै एउटा भौतिक स्वरूप होइन। मैले पटक पटक भन्दै आइरहेको पनि छु, ईश्वर कुनै भौतिक स्वरूप होइन। न त ईश्वर कुनै ती कथित धर्मको नाममा पुजिने विभिन्न नामहरू नै हो। तिनीहरू ईश्वरीय आत्माहरू हुन सक्छन्, तर तिनीहरू ईश्वर होइनन्। ती आत्माहरू जो ईश्वरमा विलीन भएका छन्, बुद्धत्व प्राप्त गरेका छन्, निर्वाण प्राप्त गरेका छन्, ती आत्माहरू ईश्वरीय आत्माहरू, बुद्धात्माहरू, मोक्ष प्राप्त आत्माहरू हुन सक्छन्, तर तिनीहरू पनि आफैमा ईश्वर चाहिँ होइनन्। ईश्वर कुनै व्यक्ति होइन, ईश्वर कुनै वस्तु होइन, ईश्वर कुनै चीज होइन। ईश्वर त सारा प्रकृतिको एउटा समष्टिगत रूप हो। यसलाई हामीले सारा प्रकृतिको जुन रुलिङ फ्याक्टर अर डिसाइडिङ फ्याक्टर भनेर पनि बुझ्न सकिन्छ। यो एउटा कारक मात्र हो, यो एउटा रिजन मात्र हो, यो एउटा सम्पूर्ण अवस्थिति मात्र हो। त्यही भएर हामीले के कुरा प्रष्टसँग बुझ्नुपर्छ भने जुन अहिले अन्धभक्तहरू ईश्वरको नाममा ईश्वरको नाम जपेर जति पनि कार्यहरू धार्मिक कार्य कथित धार्मिक कार्य गरिरहेका छन्, यी सब ढुङ बाहेक केही पनि होइन। यिनीहरूको आध्यात्मिक जीवनमा कुनै महत्त्व नै छैन, महत्त्वहीन कार्यहरू हुन् यी सबै। अब प्रश्न उठ्न सक्छ, त्यसो भए के गर्ने त आध्यात्मिक हुन? आध्यात्मिक भनेको अध्यात्म भनेको आत्मा सोलसँग सम्बन्धित कुरा हो। तपाई जति आफ्नो आत्मासँग जति नजिक हुँदै जानुहुन्छ
त्यति नै तपाईँ आध्यात्मिक बन्दै जानुहुन्छ। यी सबै यी ध्यानका विधिहरू, यी सबै योगका चरणहरू, यी सबै विभिन्न गुरुहरूले सिकाउने गरेका तरिकाहरूको सबैभन्दा सरलीकृत एवं मुख्य केन्द्रबिन्दु नै के हो भने कसरी तपाईको नजिक हुने, कसरी यी कथित यी पर्खालहरू, यी लोभको पर्खाल, यी आकांक्षाको पर्खाल, यी द्वेषको पर्खाल, यी रिसका पर्खाल, यी इच्छाका पर्खालहरू, घमण्ड दम्भका पर्खालहरूलाई भत्काउँदै आफू आफैसँग कसरी नजिक हुने, अझै छोटो भाषामा भन्नुपर्दा कसरी तपाईको मस्तिष्क र तपाईको आत्मा बीचको जुन दूरी छ त्यो दूरीलाई घटाउँदै लैजाने, कसरी ती दुईको फ्रिक्वेन्सीलाई ट्युनिङ गर्ने, जसरी एउटा रेडियोमा ट्युनिङ गरिन्छ हामीले फ्रिक्वेन्सी, उताबाट टावरले सर्टेन फ्रिक्वेन्सी पठाइरहेको हुन्छ कुनै एउटा सर्टेन एफएमहरूको नाममा, फ्रिक्वेन्सी मोडुलेसनको नाममा। त्यो फ्रिक्वेन्सी हामीले यहाँ ट्युन गर्यौं भने रेडियोमा मिठो धुन बज्न थाल्छ, रेडियोमा मिठो गीत बज्न थाल्छ। त्यस्तै प्रकृतिको त्यो धुनलाई बजाउने कसरत हो यो। जब तपाईं पूर्ण रूपमा आफू, तपाईको मस्तिष्क र तपाईको आत्मा बीच त्यो ट्युनिङ सामञ्जस्यता हुन जान्छ, त्यसपछि तपाईको जीवनमा नौलो आयामको सुरुवात हुन्छ। तपाई नौलो दुनियाँमा प्रवेश गर्नुहुन्छ। तपाईको जीवन नयाँ तरिकाले अगाडि बढ्न थाल्छ, किनकि अब तपाई ईश्वरमा विलीन हुनुभयो। अब तपाई आज जति पनि यी भौतिक सुविधाहरूको पछि दौडिरहनु भएको छ नि, ती सुविधाहरू तपाईलाई निशुल्क तपाई त्यसको भोग गर्न पाउनुहुनेछ, without any effort. All these worldly things will be given to you freely when you get enlightened, when you get in tune with the nature, because they are for you in free. जसरी आज जमिनहरूको किनबेच हुन्छ, वास्तवमा यो गलत कुरा हो। तपाईले सोच्नु भएको छ प्रकृतिले कुनै पनि जमिन यो रामबहादुरको नाममा, फल्ना हरिबहादुरको नाममा भनेर तोकेर बनाइदिएको हो, सिर्जना भएको होइन। यो त मान्छेले आफैले आफ्नै लागि बनाएको नियममा आफै बाँधिएर केही बाठा बनाउँदाहरूले संसार कब्जा गर्ने, सम्पूर्ण मानव सभ्यता कब्जा गर्ने नाउँमा, धनी बन्ने नाउँमा गरेका करतुतहरू हुन्। यी आनन्द भन्ने चीज पनि यस्तै हो। हेर्नु, यो कसैले तपाईलाई दिने होइन, कोही डोनर छैन, कोही गुरु त्यस्तो छैन, कोही बुद्ध पुरुष त्यस्तो छैन जसले तपाईलाई ला यदि सुख तँलाई भनेर दिन सकोस्। कोही त्यस्तो भगवान छैन, ला तँलाई मैले वरदान दिए, आजबाट तँलाई फल्ना सुख तँलाई प्राप्त हुनेछ। गलत कुरा हो। यदि तपाईले यस्ता कुरा सुन्दै आइरहनु भएको छ र विश्वास गर्नु भएको छ भने तपाईको विश्वास एउटा गलत आधारमा अडिरहेको छ, केही पनि आधारहीन छ। अहिलेसम्म कसैले प्रमाणित गर्न सक्छ कोही ईश्वर आएर, जति अहिले विभिन्न ईश्वर भगवानको नाममा करोडौं अरबौं अनुयायीहरू छन्, कुनै एउटा अनुयायी जो मानसिक रोगी नहोस् ऊ आएर भन्न सक्छ कि मलाई ईश्वरले आएर यति सुख दिनुभयो, ला तँलाई वरदान, तैँले यति प्रार्थना गरिस् मेरो, तैँले मेरो यति सेवा गरिस्, ला तँलाई वरदान भनेर कोही त्यस्तो आएको छ? छैन, आउँदा पनि आउँदैन। त्यही भएर
महान कोही व्यक्तित्व कसैले भन्नुभएको थियो, आध्यात्म भनेको तपाईँ हो, ईश्वरको प्रमाण पनि तपाईँ हो। यो दुनियाँमा कोही ईश्वर भनेर कोही प्रमाणित छैन, हुँदै पनि हुँदैन। किन ईश्वर कुनै प्रमाणित गर्न सक्ने, गर्न मिल्ने चिज नै होइन। प्रमाणको अनन्तमा, बियोन्ड द प्रुफ, द थिङ द्याट एक्जिस्ट इज गॉड। जब प्रमाणहरू सकिन्छ, जब प्रमाणको अन्त्य हुन्छ, तब बल्ल देयर फ्रम देयर गॉड स्टार्ट। प्रमाण भनेको पनि हाम्रो मस्तिष्कले डिफाइन गरेका कुराहरू हुन्। त्यही भएर यी कथित प्रमाणहरूमा पनि कुनै तात्विक अर्थ नै छैन, किनकि यस्ता प्रमाणहरू हुन् जुन प्रमाणहरू आज हामीलाई सत्य लागिरहेको छ, भोलि त्यही प्रमाण गलत ठहरिन्छन्। कसरी ती प्रमाण भए? ती त सामान्य आधार हुन्, विश्वास गर्ने आधार मात्र हुन्, ती प्रमाण होइन मित्र। तपाईले अचम्म मान्न सक्नुहुन्छ, विज्ञानले आज पनि जति पनि खोज गरिरहेको छ ती सबै प्रमाणित भयो भन्छ। तर समस्या के हो भने 200 वर्ष अगाडि जे कुरा प्रमाणित भयो भनेर विज्ञानले घोषणा गर्यो, ती आज 200 वर्षपछि ती सबै गलत साबित भइरहेका छन्। आज विज्ञानले जुन जुन कुरा प्रमाणित भयो भनेर भनिरहेको छ, ती कुरा फेरि आउने 200 वर्षपछि फेरि ती अप्रमाणित हुन्छन् र अर्को नयाँ सिद्धान्त, अर्को नयाँ तथ्य, अर्को नयाँ यथार्थले जरो गाड्नेछ वा त्यसले प्रतिस्थापन गर्नेछ। त्यही भएर यी प्रमाणहरू, यसको कुनै यो त हाम्रो स्केप्टिकल माइन्ड, एउटा विचार वा कुराहरू खेलाउने वा तार्किक माइन्डले, तार्किक मस्तिष्कले सोच्ने कुरा हो। भगवान छ भने खै त यसको प्रमाण, कोही छ भने खै त यसको प्रमाण। यसको अर्थ यो होइन कि मित्र तपाईले प्रमाणलाई अनुभूत गर्न सक्नुहुन्न। तपाई यदि ईश्वरीय अनुभूतिमा लीन हुनुभयो भने, हुन त त्यो अनुभूतिको कुनै व्याख्या गर्न सकिँदैन मित्र, तर यदि तपाई त्यसमा लीन हुनुभयो भने तपाई आफै अचम्ममा पर्नुहुनेछ। तपाई आफै अचम्ममा पर्नुहुनेछ, किनकि तपाईले त्यतिखेर ईश्वरको आफै साक्षात्कार गर्नुहुनेछ, किनकि तपाई स्वयं ईश्वर बन्नुहुनेछ र ईश्वर तपाई हुनुहुनेछ। अचम्मको कुरा छ। हुन त आध्यात्मिक कुराहरू सदैव प्याराडक्स हुन्छ, किनकि आध्यात्मले दुईटा ध्रुवलाई समेट्ने गर्दछ मित्र। साइन्टिफिक कुरा कहिले पनि प्याराडक्स हुँदैन, किनकि त्यसले एउटा मात्र ध्रुवलाई क्याच गर्ने गर्छ, जुन फिजिकल एक्जिस्टेन्सको। तर आध्यात्मिक जुन एउटा सिद्धान्तहरू, आध्यात्मिक जुन एउटा विचारहरू हुन्छ, त्यसले दुईटा डाइमेन्सनलाई, टु डिफरेन्ट प्यारलल डाइमेन्सनलाई चाहिँ समेट्ने हुनाले जहिले पनि प्याराडक्स देखिन्छ। त्यही भएर भनिन्छ, सो देयर इज गॉड एन्ड देयर इज नो गॉड। बुद्धलाई पनि भन्ने गरिन्थ्यो, he is so godlike and he is so godless। किनकि so godlike मात्र is an incomplete dimension। To be a purely spiritual, you need to be so godlike and so godless। यसकारण त्यही भएर हामीले बुझ्नु पर्ने कुरा के हो भने, ईश्वर भनेको कोही व्यक्ति होइन, व्यक्ति बनाएर जति पनि कुरा भइरहेका छन् ती ईश्वरको नाममा आफ्नो झोली भर्ने कुरा बाहेक केही पनि होइन। ईश्वर भनेको सारा प्रकृति, सारा युनिभर्सको एउटा समष्टिगत रूप हो, समष्टिगत एउटा होलसम भाइब्रेसन हो र यसको कुनै प्रमाण छैन, भौतिक प्रमाण छैन। यदि तपाई अन्तर यात्रामा लाग्नुभयो, यदि तपाई साधनामा लाग्नुभयो, यदि तपाई आफू आफ्नै आत्मासँग ट्युन हुनुभयो, यदि तपाई सारा विश्व ब्रह्माण्डसँग ट्युन हुनुभयो भने त्यतिखेर तपाई
तपाई आफै नै प्रमाण बन्नुहुनेछ ईश्वरको। जुन कुरा आँखाले देखिँदैन ती कुरा प्रमाण होइनन् भनेर भन्नु ती आफैमा अल्पबुद्धि मन्दबुद्धिका घोतक बाहेक केही पनि होइनन्। आँखाले प्रमाणित गर्ने कुरा त धेरै न्यून छ मित्र, ती कुरा बाहेक पनि हामी धेरै कुराहरूमा विश्वास गर्छौं। त्यही भएर यसको अर्थ मैले एउटा कुरा फेरि मलाई के जोड्न मन लाग्यो भने आज मैले यी कुरा भने अब तपाईले ईश्वरलाई विश्वास गर्नुस् भनेको होइन। तपाईले ईश्वरलाई विश्वास नगर्नुस्, तपाईले ईश्वरलाई विश्वास नगर्नुस्, ईश्वरलाई तपाईले विश्वास गर्नु पनि हुन्न। तर तपाई अब खोजमा लाग्नुस्। अर्काले भनेको चीज, अर्काले व्याख्या गरिदिएको चीज तपाईले त्यसमा विश्वास गरेर अन्धभक्त भएर हिँड्नु भनेको मूर्खता बाहेक अरु केही हुन सक्दैन। अब तपाईको खोजी सुरु हुनु पर्यो मित्र। तपाई खोजी सुरु गर्नुस्। के थाहा तपाईले अर्को नयाँ कन्क्लुजन पो भेटाउनु हुन्छ कि आज जति पनि फिलोसफीहरु एक्जिस्टन त्यसको बियोन्डमा पनि तपाईले अर्को नयाँ फिलोसफीको एक्जिस्टेन्स भेट्नुहुन्छ कि। त्यही भएर जीवन आफैमा खोज हो, जीवन आफैमा यात्रा हो। तपाईले विश्वास नगर्नुस् कसैले बोलेको भरमा, किनकि त्यो उसको व्यापार गर्ने तरिका हुन सक्छ, उ आफ्नो झोली भर्ने तरिका पनि हुन सक्छ। तपाई आफै पूर्ण हुनुहुन्छ हरेक जीवनका हरेक कुरा गर्नको लागि। न तपाईलाई कोही गुरुको आवश्यकता छ, न तपाई कसैको फलोअर हुन आवश्यक छ। यसको अर्थ तपाईले कसैलाई पनि पढ्दै नपढ्नुस्, अरूको कुराहरू सुन्दै नसुन्नुस् भनेको होइन। तर तपाईले अरूको अनुभवलाई पनि तपाई त्यसलाई विचार गर्न सक्नुहुन्छ। तर एउटा कुरा तपाई के दृढ हुनुस् भने तपाई आफै नै पूर्ण हो। यदि हामी ईश्वरलाई, ईश्वर भनेको आफैमा पूर्ण चीज हो, पूर्ण चीजले कहिले पनि अपूर्ण चीज बनाउँदैन मित्र। ईश्वर आफैमा पूर्ण छन्, तपाईलाई पनि ईश्वरले पूर्ण बनाइदिएका छन्। तपाईले जे कुरा गर्न चाहनुहुन्छ त्यो कुरा गर्नको लागि तपाई आफै स्वयं नै पूर्ण हुनुहुन्छ। आजबाट लाग्नुस् बाटोमा, आजबाट अगाडि बढ्नुस् अन्तरयात्राको युग महान बाटोमा अगाडि बढ्नुस्। तपाईको जीवन पनि जाजल्यमान हुनेछ। तपाईको जीवन पनि ईश्वरीय आनन्दबाट परिपूर्ण हुनेछ। तपाईको जीवनमा पनि ईश्वरीय आनन्दको वर्षा हुन थाल्नेछ। तपाई आफै अनुभूत गर्नुहुनेछ। आज मैले भनेका जति कुरा छन् तपाई त्यो आनन्दको, त्यो ईश्वरीय चेतनाको अवस्थितिमा पुगिसकेपछि तपाईको जीवनमा पनि तपाईले बोल्ने वाणीहरू पनि यस्तै तरिकाले यही अनुभूतिबाट अगाडि बढ्नेछ। यही नै जीवनको मुख्य आवश्यकता हो। अरु सबै फगत यी फाल्तु कुरा गर्ने तरिकाहरू मात्र हुन्। कसैलाई पनि विश्वास नगर्नुस्, यसको अर्थ सबैलाई अविश्वास गर्नुस् भनेको पनि होइन। तर तपाई आफै यात्रामा अगाडि बढ्नुस्, आफै नै त्यो आनन्दमा, आफै नै त्यो मोक्षको अन्तिम यात्रा, मोक्षको अन्तिम बिन्दुमा आफै नै त्यसमा अगाडि बढेर जीवनलाई धन्य बनाउनुस्। यही नै हो आजको नव अध्यात्मवादको मुख्य सन्देश। तपाई आफैमा पूर्ण हुनुहुन्छ, तपाई आफैमा सक्षम हुनुहुन्छ। तपाईलाई न कसैको नाममा स्युर निडाउनु नै पर्नेछ। तपाई आफै, यु क्यान डु इट, यु आर द कम्प्लिट वान। दिस इज व्हाट न्यू स्पिरिचुअलिटी इज।